घाउहरू बरबराउँछ जब, सपना र आशा बोकेका हातहरू लडबडाउँछ जब, तब युवाहरू जाग्नेछन्, तब सुरक्षामा हातहरू लम्कनेछन् अनि पुरा हुनेछन् तिम्रा सपनाहरू, अनि तिम्रो घाउमा मलमपट्टी लाग्नेछन्। यस सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णायक मण्डलज्यू, अन्य विद्यालयबाट पाल्नुभएका गुरुवर्गज्यू तथा प्रतिस्पर्धी र अप्रतिस्पर्धी साथीहरूमा म युरोस्कुल छाउनीको कक्षा 10 मा अध्ययनरत स्वस्तिका पाण्डेको तर्फबाट हार्दिक न्यानो अभिवादन तपाईहरूलाई टक्र्याउन चाहन्छु। आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस डिसेम्बर 8 को उपलक्ष्यमा यस नेक्सस अन्तर्राष्ट्रिय एकाडेमीमा भइरहेको यस प्रतियोगितामा आफ्नो मन्तव्य आफूले प्रस्तुत गर्न पाउँदा आफ्नो भाग्य राम्रो ठानेर म आफ्नो तर्कहरू प्रस्तुत गर्न चाहन्छु। नेपाल जस्तो श्रम निर्यातमा आधारित देशको लागि यो आप्रवासनको विषय एउटा बाध्यताको विषय होइन, यो एउटा यथार्थको विषय हो। महोदयहरू, जहाँ हरेक दिन हजारौं नेपाली विदेश जाने गर्दछन्, आफ्ना झोलामा परिवारका आशा बोकेर र हातमा कयौं सपनाहरू बोकेर हवाई जहाजद्वारा विदेश जाने गर्दछन्, के उनीहरूको भविष्य सुनिश्चित छ? के उनीहरूको सपनाहरू सुरक्षित छ? सर्वप्रथम त हामी शीर्षकमा जानु अगाडि यस विषयका अन्य नेपालको सन्दर्भमा जानकारी प्राप्त गर्न आवश्यक छ। आर्थिक आम्दानी वा रोजगारीको उद्देश्यले विदेशमा अस्थायी वा स्थायी रूपमा जाने प्रक्रिया नै वैदेशिक रोजगारी हो। नेपालको सन्दर्भमा सर्वसाधारणको यस वैदेशिक रोजगारीमा निर्भरता बढ्दै जानुको मुख्य कारणहरूमा नेपालको आर्थिक, राजनीतिक र सामाजिक अवस्था रहेका छन्, जस अन्तर्गत हाम्रो जीवनको गुणस्तर, मासिक तलब र आधारभूत आवश्यकताहरूको परिपूर्ति जस्ता विषयहरू समेटिने गर्दछन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रतिवेदन अनुसार नेपालबाट प्रतिदिन 1600 भन्दा धेरै नेपाली नागरिक विदेशिने गर्दछन्। नेपाल श्रम र बसाइसराई प्रतिवेदन सन् 2024 अनुसार यी जाने नागरिकहरूमध्ये अधिकांश नागरिक अर्धदक्ष हुन्छन्, लगभग 39% नागरिक असाक्षर छन् र देशमा पनि 57.8% नागरिक कामको खोजीमा विदेश जाने गर्दछन् र यो काम कुनै पढाइको काम हुँदैन। उनीहरू हस्तचालित र उच्च शारीरिक शक्ति माग गर्ने कामहरू जस्तै निर्माण कार्य, घरेलु कार्य र कल कारखाना र उद्योगमा काम गर्न जाने गर्दछन्। उनीहरूले कार्यस्थलमा न्यूनतम आवश्यकताबाट वञ्चित हुने, शारीरिक तथा अरू अन्य दुर्घटना खप्नु पर्ने, अवैध एजेन्ट, कुशल जाल जस्ता कुराहरू खप्नु पर्ने, मानव शोषण, तस्करी, दुर्व्यवहारहरू खप्नु पर्ने हुँदछ। यसो हुँदा सामाजिक सुरक्षा कोषले यस्तो अवस्थाहरू उत्पन्न हुन नदिन, अर्थात् सुरक्षित आप्रवासन सुनिश्चित गर्न नेपालको सन्दर्भमा मेरुदण्डको रूपमा उभिएको छ। एउटा प्रश्न आउँछ, सामाजिक सुरक्षित आप्रवासन भनेको के हो? सुरक्षित आप्रवासन भनेको आप्रवासीको जीवनमा आउन सक्ने हरेक जोखिमबाट सुरक्षित भएको सुनिश्चितताको अवस्था हो। यसले आप्रवासनको हरेक प्रक्रियामा कानुनको पूर्ण पालना, साथसाथै अन्य श्रम अधिकारको सुनिश्चितता, जोखिमबाट सुरक्षा र शोषण, दुर्व्यवहार जस्ता कुराबाट टाढा रहने कुरालाई सुनिश्चित गर्दछ। सुरक्षा बिनाको आप्रवासन अवसर होइन, जोखिम बन्दछ र सामाजिक सुरक्षा कोषले यसैको महत्त्व बुझेको नेपालको सन्दर्भमा पाइनेछ। नेपालमा सुरक्षित सामाजिक र श्रम सुरक्षा प्रणाली स्थापना गर्ने उद्देश्यले सामाजिक सुरक्षा ऐन 2075 द्वारा सञ्चालित सामाजिक सुरक्षा कोष एक योगदान प्रणाली हो, जहाँ रोजगारकर्ता र कामदारहरूले अन्य औपचारिक, अनौपचारिक, स्वरोजगार र अन्य विदेशी क्षेत्रमा काम गर्ने मानिसहरूको आर्थिक र वित्त सुरक्षाका लागि वित्तीय योगदान मासिक रूपमा वा वार्षिक रूपमा प्रदान गर्दछन्। सामाजिक सुरक्षा कोषले सुरक्षित आप्रवासनको कुरा बुझेर एउटा विदेशी रोजगारीका लागि योगदानमा आधारित योजना 2079 चैत्रदेखि सञ्चालित गरेको छ। यसले आप्रवासीको मुख्यतः 3 कुरामा ध्यान दिन्छ।